ल यसो केटाकेटी हो हिजो हामी विराटनगरको लागि निस्केको अहिले चाहिँ यहाँ कोशी ब्यारेजमा Head northwest. पुग्न लाग्यो कोशी ब्यारेज पुग्न लाग्यो कोशी ब्यारेज गर्दै हो अब 10:30 भयो 10:30 In भयो 600 meters, your destination will be on the left. हाम्रो 56वटा ढोका भएको कोशी ब्यारेज हो यो कञ्चनपुरको सिमाना क्षेत्र यता उता दायाँ बायाँ बाँकी कुरा चाहिँ अहिले गरौँला होइन अनि अब चाहिँ नेपालमा रहेका ड्राइभरहरूले चाहिँ नेपालमै कसरी रोजगारी पाउने भन्ने विषयलाई चाहिँ महत्त्वपूर्ण राखेर कुरा गर्नेछु हामीलाई सिद्धियो हो क्या अहिलेलाई अब तपाईँहरू कोशी ब्यारेजको भ्यूको मजा लिनुहोस् कोही फोटो खिचाउँदैछन् तपाईँको कोशी यसमा चाहिँ यो कोशीमा चाहिँ मेरो घरको टाउको छोरा पनि आएर खिचाएर एकचोटि चाहिँ ढोक्थ्यौँ भनेर गङ्गा मैया हो यो यता इन्डियातिर गएपछि गङ्गा मैया हो मिल्ने हो होइन अब नेपालमा चाहिँ Your destination is on the left. छप्पन्नवटा ढोका छ कताबाट टर्निङ काट्यो त्यस्तै काट्थ्यौँ है 40 फुटा होइन यो 30 फुटा गाडी हो त्यहीबाट काट्यो यसरी उता अगाडिबाट काट्नु त्यस्तै टर्निङमा गयो अझै क्या काट्नु पऱ्यो ल यहाँबाट चाहिँ नजिकै इन्डिया बोर्डर नेपालको सबैभन्दा हाइवे टचको नजिकको इन्डिया बोर्डर चाहिँ मलाई यहीँ लाग्छ है सक्यो ल ब्याकअप ब्याकअप ल अब ब्याकअप भयो ब्याकअप अब